देव सर्वकार्येषु सर्वदा ओम गं गणपतये नमो नमः पानी सम यहाँनिर हामी म र बहिनी चाहिँ प्रसाद बनाउँदैछौँ। त्यहाँ प्रसाद त अलरेडी बनिएकै छ, त्यो उयो बतासाहरू थियो, अन्त त्यो चाहिँ हामी प्याकेटमा हाल्दैछौँ। को लागि रेडी भएको अरे यिनीहरू चाहिँ। यता साइडको चाहिँ के भन्नुभयो, यता साइडको थिम ए फेभरेट कार्टुन क्यारेक्टर अरे, यताको चाहिँ फेस्टिभल अरे। कसले कस्तो बनाउँछ अब यहाँ। हैन हामी यहाँनिर टक्कै अब प्रसादहरू हामीले काटेको चाहिँ बहिनी हो, मेरो दादाको छोरी, आज अघि भर्खर आइपुगेको हो। हामी अब यहाँ प्रसाद कहाँ गयो खै असो त जाउँ हिँड न, अब कहाँ पर जानुपर्छ हौ। हामी चाहिँ फुपूलाई फोन गरेर हत्तु भयो कि फोनै उठाएन हो। अन्त एकछिन अब के गर्नु हुँदो रहेछ भनेर चाहिँ मेरो घर गएको, उनीहरूलाई पनि लिएर गएको, अस्यताला पनि हो। अंशिका गयो पर आएकोदेखि गएको छैन ऊ अस्यताला चाहिँ हेर्नु न राम्री भएर यसो साडीहरू लगाएर हो फोटो खिच्नु लागि एकछिन पर जानु नि फुपू पर। एकछिन फुवाले फोनै उठाएन हौ, एकखेप गराउनु पर्यो। हुन्छ एकछिन बादमा अब होम हुनेवाला छ हो। अन्त होमहरू सकेर चाहिँ हामी तिमीहरू नहँसाउ न, यस्तो बोल्दैछु म यहाँ इम्पोर्टेन्ट टपिकमा। बहिनी पनि अब उसमा हुँदैन, तिमी दिवालीमा हुँदैन रहेछ हो। अन्त अहिले हुँदैन, भैलेनीहरू छैन हुन त आजकल त पहिलाको। A few moments later. र आफ्नो तरिका हुन्छ पूजा गर्ने, त्यो पनि हेर्नुहोस् तपाईहरुले, र त्यसलाई पनि क्याप्चर गरिदिनुहोस्, भिडियोग्राफी गरिदिनुहोस्। यस्तो खुसी भएर छ कि खिच्री खानु पायो भनेर। हेर्नु न अब स्माइल मात्रै क्या रमेशको यहाँ हाम्रो काजल बहिनी पनि हुनुहुन्छ ऊ प्रसाद काका भयो। त्यही होला यो चाहिँ मेरो होला गाइजहरू।